What's up guys? It's me आयुष तामाङ। यो चाहिँ मेरो न्यू डे न्यू ब्लग र फर्स्ट ब्लग हो यो चाहिँ हैन। अब के कस्तो हुन्छ आज यसो ट्राई हान्दिउँ भनेर मोबाइल जिगिहालेँ खोल्दै हालेँ। अब आज चाहिँ नयाँ टाइम बनाउँछु म सकेसम्म हैन। आज चाहिँ हामी कहाँ जान्छौँ भने ठाउँको नाम त थाहा छैन, के अरे ठाउँको नाम त थाहा छैन। अहिले त्यही अब बाटोमा जाने बेलामा देखाउँला म चाहिँ हैन चट्ट रेडी भएर बसिसकेँ। अब आफ्नो साधन छैन, साथी आउँछ त साथीको बाइक लिएर जाने भनेर सोचिरहेको। त्यही भएर अहिले पछि भेटौँला। लगेर अहिले चाहिँ म भात खान आइसकेँ हैन। मेरो बाइकमा आएको बिचरा यसलाई लिएर जाऊँ भनेको अब साधनै छैन अहिले। यो र म चाहिँ अहिले जानु लाग्यो। हाम्रो यहाँ बजे हुनुहुन्छ अब कस्तो टल्क्यो यार। सेफ हामी यहीँ भात खाएर जाने अहिले हाम्रो बजे। अहिले एकछिनमा खाना बेला हेर्छु होइन। अहिलेलाई चाहिँ के गर्ने यत्तिकै थाहा छैन, यत्तिकै बसिरहेको। म साधन कसले चाहिँ भात पाक्छ अनि एकछिनमा निस्कनु भनेर बसेको। ल अहिले एकछिनमा भेट्छु प्लिज। अब भात हानिदिने हो गाइस हाम्रो दाजु। एप सान्दैन मेरो याद छ, अब हानिदिने हो। अब खाएर भेट्छु एकैचोटि खतरा ट्रान्जेक्सन। मेकै भाइ नै आइसक्यो है। अब हामी चाहिँ लाग्दिने हो। हाम्रो रोटी नै आइसक्यो। अब चाहिँ खतरा हान्छ हाम्रो रोटी। अब चल्दिने तिमी स्कुल लिएर आएर रहेछ त है। भनेपछि म गइहाल्छु, मलाई ढिलो भइसक्यो। अहिले पछि भेट्छु ल। आइसक्यो अगाडि जङ्गलतिर आइसक्यो। अब हामी अब दाइलाई भेटेर सिधै अब उतातिर अब आज कहाँ जान्छ भन्ने थाहा हुन्छ एकछिनमा होइन। केटाहरू हामी चाहिँ जुत पानी पुगिसक्यो है। हामी जुत पानी पुगिसक्यो। अब एकछिनमा अब कहाँ हुन्छ थाहा होइन। अहिले चाहिँ यता 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 गयो भने चाहिँ शक्तिखोर, यता यता गयो भने चाहिँ शक्तिखोर, यता गयो भने चाहिँ अब यो चाहिँ जुत पानी हो। अब हामी चाहिँ यति अब दाइलाई कुर्ने एकछिन के कस्तो हुन्छ अहिले पछि आउँदै जान्छु। बाइक चाहिँ यही है, मैले कुरेको बाइक चाहिँ। थ्याङ्क यू है बगले, थ्याङ्क यू यार रड्डी यार, चाहिरहेको थियो साधन। अब एकछिन यत्तिकै लाभो भएर बस्छौँ। के हुन्छ अहिले एकछिनमा अर्को के हुन्छ। अब दिनको सुरुवात त अब सुरुमा त झ्याउ लाग्दो भएको थियो, अहिले चाहिँ रमाइलो भइरह हल्का राइड हान्दिरहेको। के हुन्छ अहिले पछि भेटौँला, जे हुन्छ अहिले हेरौँला है केटाहरू। ल दाएपछि अब निस्किन्छौँ, कति बेर कुर्नुपर्छ थाहा छैन। अहिले दाएपछि सिधै भेट्छौँ ल। हामी चाहिँ कुर्दा 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 लाभा भइसक्यो। खै आउँदै आउनु त यार भाइ यार, कुरे भयो यार। अघिदेखि आउँछु एकछिनमा आउँछु भनेर आएको छैन। यताबाट त कालो हाल्यो। अब एकछिनमा भेट्छु। अब के गर्ने यार, यत्तिकै बस्दा झ्याउ लागिसक्यो। दाइ आउने नामै लिन्न, एकछिनमा आइहाल्छु भन्थ्यो के अरे। यहाँबाट 10-15 मिनटमा आउनुपर्ने 1 घन्टै लागिसक्यो। अब एकछिनमा भेट्छु फेरि ल है केटा हो। पिस। 2000 years later. आयो दाजु बल्ल, यही आउने टाइम। यही हो 1 घन्टा कुऱ्यो होला म्यासले, अझैसम्म नआउने यिनीहरू। यसलाई लिनु गयो होला, यसलाई पक्कै नि। हाम्रो दाजुको नयाँ बुलेट इन त शक्ति खोर है। ल अहिले पछि भेट्छु हामी, उता गएर भेट्छु। यो हल्का उस रहेछ क्या, पाइप हल्का निक्ल्यो पेट्रोलको, त्यही भएर हामी अहिले यहाँ बस्यो। मिलायो हामीले, बाइक यहाँ छ। अब हामी एकछिनमा माथि पुगेर अब यो चाहिँ माथि लिएर दाइ यो लिएर जान। मलाई उल्टै दोहोऱ्याइदिन्छ जस्तो। ल म गरिदिन्छु अब। ल अहिले पछि भेट्छु फेरि प्लिज। लगेडाहरू बल्ल तल्ल है, जे त गरी यो ठाउँमा आउनलाई बल्ल तल्ल आइपुग्यो। हाम्रो यता चाहिँ हाम्रो ड्याड, यो चाहिँ फुपूको छोरी बहिनी भइहाल्यो। यता आमा हालत खराब भयो यत्रो बाटो आउँदा। पानी पऱ्यो हो क्या केटा यार। केटा एउटा चिज देखाऊँ ल, होइन हातै पोलिरहेन क्या आउँदा यार। बिजो अहिले कसरी पर्दैन भने थाहा छैन। त्यही अहिले एकछिनमा भेट्छु। अब यता यहाँ रमाइलो हुँदैछ। म चाहिँ अब खानसाना खाएर अब एकछिनमा भेट्छु। धेरै चोट लडेर यता हाम्रो जाने हालत बाटै छैन। फुपू फुपू यता मम्मी
यो मेरो घरको के हेर्नु न अब आज हेर्नु यो चाहिँ हाम्रो बहिनी पर्ने एउटा झुजुङ्गो जस्तो हामी चाहिँ अब यहाँ खानासाना खाएर अहिले भेट्छ के अरे कसको ल अहिले पछि भेट्छ केटा प्लिज अब हामी चाहिँ अब भात खाने भनेको आम्मा ठाउँ त कस यता त पानी पो पर्ला त यार केटा यार पानी पर्ला यार खतरा बादल उडिरा यता चाहिँ बाजेहरू हुन्छ आज यहाँ रमाइलो भइरहेको छ म एकछिनमा भेट्छु अहिले एकछिनमा हो है हजुर दाइ के भनिदिनु तपाईँको एक्सपिरियन्स के भयो अघिको बाटो भनिदिनु त दाइ यार लडे भन्दा नि अघि हल्का उसको आयो क्या अब एकछिनमा अहिले आउँदा त बल्ल त लाग्यो सरी यार बड्डी यार अब यस्तो बाटो रहेछ मलाई थाहा थिएन उयोमा हो रे आयो त यार पानी डह्रो पर्छ जस्तो यार यो ठाउँमा बल्ल 2 बजे अँध्यारो अँध्यारो भए जस्तो भयो के गरेको चोर जस्तो ल केटा हो हामी चाहिँ अब निस्किनु बेला हुन लागिसक्यो हामी अहिले चाहिँ यता हेर्न आएको खतरा पानी पऱ्यो नि एकछिन यार बल्ल बल्ल रहेछ अहिले चाहिँ गोठतिर रमाइलो त ठाउँ त रमाइलो रहेछ होइन आउँदा चाहिँ ठिक्क हुन्छ जाडोमा चाहिँ जाडो त के भने आज त कस्तो 81 पानी पर्दैन यार यो मेरो दम भाइ कस्तो भयो त्यसलाई ठिक भयो नि है कस्तो भयो तेरो जाडो भइरहेको मेरो बमदा यहाँहरूलाई स्वागत गर्छु मेरो भाइको भवनमा हामी अहिले काप्ती नगरपालिकाको कति नम्बर वडामा थाहा छैन तर धेरै विकट ठाउँ बाटोको असुविधा आउँदा आउँदा बाटोमा 3-4 पल्ट खाइयो बाइक बनाउने पैसा छैन ल यति भन्दै मेरो दाइले कुरा राखिसक्यो अब केही गर्छ जस्तो दाइ अरू केही नभयो भने सशस्त्र पुलिस हो त्यही नि रिपोर्टर जस्तो भाइब्स दिन्छ क्या दाइले अपच्चे होइन ल अब केटा हो बुवा हो त्यस्तै हो अब एकछिनमा निस्किन्छु हामी यहाँबाट घर नि पुग्नु पऱ्यो बाटो हल्का नाजुकै छ पानी पऱ्यो झन् चिप्लो होला यताको बाटो ल अहिले पछि भेट्छु पिस के कुरा देख्यो भने मेरो बाउ नाच्दै होला केटा यतिको चाहिँ हुनुपर्छ ल यतिको चाहिँ हुनुपर्छ कि यस्तो आमा बाउ त पुरा भाइसँग के भन्ने मलाई लाग्दैछ ह्याप्पी छ त मामा त के अरे ह्याप्पी छ मामा त ल केटा हो बल्ल तल है त्यस्तो डाँडामा चढाएर आएको कि अहिले अँध्यारो अँध्यारो भइसक्यो घरतिर जानु लाग्यो बाइक यहाँ छ कोही कस्तो नदेख्यो बल्ल तल यो बाइकले आज धेरै साथ दिए यो चाहिँ हल्का अड्का जस्तो भएछ यो बनाउनु जान्छु भोलि अब सब ठिक छ आज एकदम एक्सट्रिम लेभलको राइड हान्थ्यो फर्स्ट टाइम फर्स्ट दिन दामी फर्स्ट भएको तर भिडियो बनाउनु पाएन कि छ्या लास्टै गाह्रो भिडियो बनाउन त्यहाँ अब घरतिर जान्छ अहिले दाइको मागो यहाँ बिचरा भाइ डराएर अगाडि आइ गरेको बिचरा यार दाइ टेन्सनमा दाइको बुलेट सब फुच्यो दाइको नाजुक हालत छ दाइको बुलेट हो अब हामी त अब त्यस्तो हो अब निस्किन्छ अब हामी धेरै बस्दैन अब पेट्रोल सेट्रोल हालेर निस्किन्छ पेट्रोल नि हल्का खस्यो अघि अब एकैचोटि अब निस्केर जान्छ के हो केटा अब एकैचोटि बाटोमा भेटौँला केटा अब यति खाइदिइस् चल्दैछ दादा नि खाँदै एनर्जी ल्याउनु पऱ्यो लास्ट हात गऱ्यो अहिले दादा चोट खानु हुन थाहा होइन यस्तो चोट तान्ने आमा लास्ट अब पाइ कपडा त धोइ जुत्ता त धोस् टेन्सन जुत्ता धोस् अब यति खाइदिइस् चल्दैछ नि च्यास अहिले ठ्याक्कै यहाँ पुग्यो होइन बाटोमै छ अब यिनीहरूले हान्ने भयो अब आज धेरै बेहाल भयो आज हाम्रो कस्तो भयो भाइ तेरो एक्सपिरियन्स सक्यो धन्दै उडेको है अब बाइक चाहिँ हल्का बिग्रेछ अब यो बनाउनुपर्छ के गर्नु यार चिनाएर यो चाहिँ ट्याक्क हाम्रो कता भन्यो ट्याक्क बसन्त चोक आइपुग्नु लाग्यो हामी चाहिँ अब सिधै अब घर गएर दाइसँग भेटेर अब जान्छु कन्सर्टतिर जति दुःख जति चाहिँ भयो कन्सर्ट चाहिँ पुग्नुपर्छ है हामी कन्सर्ट पुगेर हल्का देखाइदिन्छु केटाहरूलाई पनि सहयोग
बाइक कुदायो भर्खरै मलाई दाइले लिन आयो होइन बाइक कुदाएर आयो अब चाहिँ मलाई ढेउ हुन्छ मतलब हल्का लास पनि हुन्छ मान्छेहरू धेरै हुन्छ अहिले जाडो भइरह त्यही एकछिनमा भेटौँला फेरि है त पार्किङ हान्नु त पार्किङ हाम्रो दिदी लास्टै रिसाइराख्नु भयो क्या कस्तो रिसाउनु राम्रो दिदीहरू भावनाको एकलट ओनर हाम्रो ओनर दिदी है क्या रिसाइरहेन क्या हाम्रो ढिलो गरेको भनेर ल बल्ल बल्ल आइपुग्यो दिदी यार कति राम्रो देखेको आमा दिदीलाई हेर ल केटा हामी चाहिँ अब भित्र गएर भेट्छु यहाँ अब कन्सर्ट आइसक्यो हामी बल्ल पुग्यो अब कहाँबाट छिर्ने यार कहाँबाट छिर्ने दाइ यहीँबाट त होला नि है ल अब एकछिनमा भेट्छु भित्र गएर हाम्रो हिरो दाइ दाइ कति बेर कुऱ्यो मलाई नढाकिकन भन्नु त 1.5 घन्टा कुऱ्यो नि कस्तो कति होइन बाइक बिरिएर हो क्या ल एकछिनमा भेट्छु को भेटेको आज हाम्रो क्लासको प्रिस्किला गुरुङ भन्ने मान्छे भेट्यो है हामी अब यता रमाइलो भएको दाइ हतार लगेर अब हामी चाहिँ अब कन्सर्ट सन्सर्ट सब सकेर आइसक्यो होइन अब आजको लागि चाहिँ धेरै छैन केही अब कस्तो लाग्यो होइन हेरिदिनु होला राम्रो लाग्यो कमेन्ट गरिदिनु होला हजुरहरूको बेस्ट पार्ट के लाग्यो होइन सकेसम्म राम्रै बनाउनु कोसिस गरेको थिएँ अब आजको लागि चाहिँ यति भन्दै म चाहिँ बिदा लिँदैछु ल दाइ गुड बाई गाई